हेलो गाइज, म चाहिँ आज होम सेन्टर जाँदैछु। आज मेरो बिदा। अनि त्यसपछि अब गएर हामी यसो डुल्नको लागि मात्रै हो, सपिङ गर्न छैन। गएर यसो सारा हेर्ने, मन लाग्यो किन्ने नआए पनि फर्किने। म अरू चाहिँ उहीँ पुगेपछि गराउँछु ल। म चाहिँ यस्तो जङ्गलको सानो बाटो हिँड्दैछु। हेर्न सक्नुहुन्छ, नेपालको जस्तै छ। बरु चाहिँ म यो कदौ होम सेन्टर गएपछि नै म भिडियो बनाउँछु। हेर्नु न है, कस्तो साँघुरो बाटो के, कस्तो सुनसान छ यो बाटो। हेर्नु न, सानो गल्ली, घरहरू पनि सब पुरानो भयो, भत्काउने बेला भएको रहेछ। यता चाहिँ मान्छे यस्तरी घरहरू हेर्दै हिँड्नु भएको छ। यस्तो छ यताको हालत। हामी चाहिँ यहाँ अड्कियौँ ट्रेनको लिकमा। अझ ट्रेन आउँछ अनि त्यसपछि बल्ल खुल्छ। ट्रेन चाहिँ गयो, अब चाहिँ हामी जान्छौँ। फाइनली गाइस, अब हामी चाहिँ आइसक्यौँ। यही हो यो कदौ। अब यहाँबाट हामी यो पहिला यो बिल्डिङको सपमा जान्छौँ, त्यसपछि उता नेक्स्टको सपमा जान्छौँ। हेर्दै जानु। फाइनली गाइस, हामी चाहिँ आइसक्यौँ यता बिरुवा भएको ठाउँतिर। यस्तो छ कि फलेको बिरुवाहरू। अब चाहिँ हामी सर हेर्छौँ, त्यसपछि उताको त्यो बिल्डिङमा जान्छौँ। आइसक्यौँ फाइनली। अब चाहिँ एकछिन हेर्छौँ अनि त्यसपछि मन परेर लान्छौँ, नभए पनि नेक्स्ट पसलमा जान्छौँ। हेर्नु कस्तो मजाको अङ्गुर फलेको, यो चाहिँ बिरुवा हो। आफूले घर लगेर सार्नु मिल्छ। कस्तो मजाको अङ्गुर। अनि यो चाहिँ बेलौती जस्तो नि छ हेर्दाखेरि, अनि यो पात हेर्दाखेरि होइन जस्तो नि छ। हेर्नु न कस्तो मजाले फलेको, बेलौती नै होला सायद। यहाँ छ डल्ले खुर्सानी, कस्तो मजाको हो। फाइनली हामी चाहिँ बिरुवा हेरेर अब पसलमा आइसक्यौँ। चाहिँ हेर्दै जानु होला। फाइनली हामी चाहिँ आइसकेको छौँ। यो चाहिँ खुट्टा मालिस भन्छ, यो मालिस गर्छ। अनि यसलाई यसमा चाहिँ 100 रुपियाँ हाल्यो भने खुट्टा यहाँभित्र राख्ने, अनि त्यसपछि मसाज गर्छ। यता पनि छ, यो चाहिँ ठुलो खाले। यो चाहिँ मस्त सुतेर मसाज गर्नुहुन्छ। यसमा चाहिँ 300 हो। 3टा